यो मिठाई के मिठाई हो यो? मुजिया? कस्तो मुजिया? मैदाको भन्छ कि आटाको भन्दा यो मसला मावा मावा यो मावा भयो यो मुजिया भयो है अनि यो चाहिँ मैदाको बन्छ हैन तर आटाको बनाउन लाग्छ धेरै जस्तो मैदा खाँदैन यहाँ चाहिँ हाम्रो फ्राई हुन लाग्छ घिउमा घिउमा फ्राई हुन लाग्छ हैन मुजिया बन्दैछ यस्तो गरी फ्राई गर्छ सानो हल्का आगोमा एक तालमा कतिवटा सामान हाल्ने हो यहाँ 5-6वटा हुन्छ यो चाहिँ मैले बेल्नु लागेको छु कि यस्तो गरी बेल्नुपर्छ सानो गरेर पतालो अनि यहाँ आटा खास गरी मैदाको बनाउनु पनि हामीले आटाको बनाउन लागेको छौँ है प्रायः जस्तो मैदा खाँदैन यस्तो गरेर यो चिसो कपडा आटा चाहिँ सुक्छ भनेर त्यसपछि यो सुक्खा पिठो गोलो भन्यो भने यत्रो आकारमा चाहिँ हामीले बेल्ने हैन त्यसपछि यत्रो गोलो कचौरा लिने हैन बोल अनि त्यसपछि धार भएको त्यस्तो धार भएको हैन त्यसपछि हामीले बीचमा राख्ने अनि त्यसपछि हल्का थिच्ने अलिकति घुमाउने यस्तो घुमाउने त्यसपछि हामीले गोलो देख्न सक्नुहुन्छ के यस्तो निक्लिन्छ अनि गोलो पुरी बेल्दाखेरि रोटी बेल्दाखेरि गोलो भन्यो भने यो आइडियाले बेल्ने हो बनाउने हो यस्तो गरी बेल्नुपर्छ सानो गरेर पतालो अनि यहाँ आटा खास गरी मैदाको बनाउनु पनि हामीले आटाको बनाउन लागेको छौँ है प्रायः जस्तो मैदा खाँदैन यस्तो गरेर यो चिसो कपडा आटा चाहिँ सुक्छ भनेर त्यसपछि यो सुक्खा पिठो अनि हाम्रो बनिसिया चाहिँ यहाँ छ यो चाहिँ बनिसिया हो यस्तो हुनुपर्छ हल्का ब्राउन खाँदाखेरि अलिकति यस्तो गरेर बन्छ मिठाईको नाम पनि अलग अलग हुन्छ हो यो हुनु लाग्यो हो टाइम लाग्छ 15-20 मिनट लाग्छ यो एक ताल चाहिँ हुनलाई 15-20 मिनट लाग्छ 15-20 मिनट लाग्छ है आगो पनि सानो छ हैन एकदम सानो नर्मल आगोमा बनाउने हो ठुलो आगो भने जल्छ ठुलो आगो हो भने त्यसपछि यता यो चाहिँ भर्नलाई कसरी भर्ने हो एउटा देखाइदिनु सबैभन्दा आसान सबैभन्दा सजिलो तरिकाले गर्न सक्नुहुन्छ यसरी नै साइडमा पानी लगाउने अति आवश्यक हुन्छ त्यसपछि यहाँ मावा लिने मावा लिने यहाँ ड्राई फ्रुटहरू सबै हालेको छु मैले यसरी पिठको साइडमा यस्तै राख्ने पिठको साइडमा एकदम त्यहाँ ठ्याक्क ल्याएर यसरी राखेपछि यस्तै दबाउने हल्का हल्का दबाउने त्यसमा हामीले डिजाइन चाहिँ सिम्पलवाला राखेका छौँ
सबैले बनाउन सक्छन् सक्ने हिसाबको। यस्तै काँटाले थोरै थोरै चापेपछि यो डिजाइन आइहाल्छ। मोमो बनाए जस्तो झन्डै मोमोको स्टाइल होइन? कस्तो राम्रो डिजाइन आउँछ चिटिक्क भरेर। अनि यसमा मसलामा के हाल्छ ड्राई फ्रुटमा? यसमा काजु बदाम पिस्ता त्यसपछि चाहिँ यो मावा चिनी त्यति नै हो। त्यति नै हो। यो मिसिनमा पिस्ने हो यसलाई? कुट्ने ड्राई फ्रुटलाई सेकेर कुट्ने। सजिलो रहेछ जे होस्, जान्नेलाई सजिलो नजान्नेलाई त त्यो यहाँ चाहिँ हुनु लाग्छ है। अझै 10 मिनट जति लाग्छ यस्तो गरेर बनाउने। आज होलीको लागि हामीले मिठाई बनाउन आएको। आज यो के को उपलक्ष्यमा हो? होली हो। होली आज होली। ल तपाईँलाई पनि ह्याप्पी होली। थ्याङ्क यू। हजुरलाई पनि ह्याप्पी होली। अनि होलीको उपलक्ष्यमा मिठाई ल तपाईँहरूले पनि घरमा यसै गरी बनाएर खानु सक्नुहुन्छ है। भ्याइयो? बनाउनु ओ समझ रहे हो